आज हामी कहाँ छौँ भन्दाखेरि अब यता छौँ। कता छौँ आज हामी यता बुहारीको रुमतिर छौँ। अब हाम्रो बुहारीले शर्मिला बुहारीले यति मिठा मिठा खाना बनाउँदै हुनुहुन्छ है। अब के हो यत्रो सेता सेता चोक्टा, यो के को हो? यो के को होला साथी? हेर्नुहोस् त, पिँडालु जस्तो छ। गाउँको हाम्रो शर्मिला बुहारीले बनाउनु भएको। आज हामी यता पाहुना लागेछौँ। पाहुना आएका हुन् र मेटाउन आएका हुन् भने जस्तो मेटाउन आइयो खाले। अरू छैन। अब कसलाई मनपर्छ भन्नु होला है। यो पिनालुको चोट्टा देखिरहेछ। शर्मिला बुहारी सेतो भनेको अझै सेतो रहेछ। यता हाम्रा म्याडम दुई बहिनी यता मक्ख परे मुख खै मुखबाट उता आएन खै कतिखेर पाउनेर खाने भनेर बसिरहेछन्। बिचरा बिचारी हो बिचरा हो। आयो चोट्टा सेता खानु त मैले खाने जस्तो। के छ? ठिक छ? खाने हो? म खान्छु। अब एउटा नरमाइलो चाहिँ के लाग्यो भनेपछि छैन, शेरबहादुर चाहिँ छैन, ड्युटीमा चाहिँ एकछिनमा आउँछ ऊ चाहिँ खान। अब हामीले सुरु गरिहाल्यौँ। मलाई नपर्खिने भन्ने होला, यहाँ मुख रसाइसक्यो। के गर्नु, कतिखेर टाइम कतिखेर हुने भन्दै घडी हेर्दै बस्दै गऱ्यो होला केटो चाहिँ। अब एकछिनमा आउँछ। अब आधी घन्टा छैन, 20-25 मिनट अझै उम्लेखा त के हो त्यो सेतै। अनि भाँडा सेतै रहेछ। मिठो छ। खै एउटा चट्टा खाऊ त कस्तो रहेछ। खाना नि नजान्नु।